guys, welcome back to my channel. This is Aaron and you're watching the Nepali Brothers. अनि आज चाहिँ हामी चाहिँ फेरि पनि नयाँ भिडियो लिएर आएको छौँ. यो चाहिँ च्यालेन्ज हो. कस्तो च्यालेन्ज हुन्छ ब्लग हो यो चाहिँ. यस. अनि हामी चाहिँ रामेन च्यालेन्ज गर्न गएको छौँ. अनि जसले हार्छ हामी चाहिँ मेकअप च्यालेन्ज गर्छौँ. लास्टमा जो हार्छ उसलाई चाहिँ सबैजना मिलेर मेकअप गरिदिन्छौँ. अनि च्यालेन्जमा चाहिँ को पार्टिसिपेट गर्छ भने चाहिँ म छु, भाइ छ, अभिषेक भाइ एन्ड हामी तिनजना चाहिँ रामेन च्यालेन्ज गर्छौँ र 1-1 रामेन हुन्छ है हामी तिनजनाको. अनि त्यसमा चाहिँ जो पनि हार्छ त्यहाँदेखि हार्नेलाई चाहिँ मेकअप गरिदिन्छ. मेकअप पनि अब लाइक राम्रो मेकअप होइन, जस्तो पाए त्यस्तै मेकअप. त्यही हाम्रो च्यानल. सो अन्तिमसम्म बसिदिनुहोस् होला. अनि यहाँ चाहिँ के रहेछ भन्दाखेरि चाहिँ डल्ले खोर्सानी पनि एड हुँदैछ. रामेनमा डल्ले खोर्सानी कस्तो होला? अब यो चाहिँ हाम्रो डल्ले खोर्सानी चाहिँ एड हुँदैछ हो. यो यसमा चाहिँ अब कति 5-6 वटा हाल्छ होला हो. हेरौँ अब कसले खाइसक्छ छिट्टो. विनरले त केही पाउँदैन तर लुजरले चाहिँ पाउँछ. ए प्रिपेयर हुँदैछ हाम्रो रामेन चाहिँ. अनि भाइले के भन्छ अरे? भाइ भन. मैले केही भन्नु छैन. दादालाई सपोर्ट गरिदिनु होला. दादाको च्यानलमा अझै धेरै लाइक सेयर अनि सब्सक्राइब गरिदिनुहोस् होला. तपाईँहरूले जति भरपुर मात्रामा माया गरिदिनुहोस् होला होइन हाम्रो च्यानललाई. हाम्रो 6K छ च्यानलमा. अब 7K को लागि हामी जाँदैछौँ. 6.2K छ सायद है. 7K को लागि जाँदैछौँ. सो तपाईँको साथीहरूलाई चाहिँ सेयर गर्नु सक्नुहुन्छ. तपाईँको साथीहरूलाई सेयर गरिदिनुहोस् होइन हाम्रो भिडियो है. आउँदो दिनहरूमा अझै दामी कन्टेन्ट हामी ल्याउन ट्राई गर्छौँ. यहाँ पब्जी पनि खेल्दैछ भाइले. भाइ के भन्ने हो? म के भन्न चाहन्छु आजको च्यालेन्जमा होइन. अब दाजुलाई जति सक्दो अब भन्छु दाजुको च्यालेन्ज च्यानल चाहिँ जति सक्दो सेयर गरिदिनुहोस् होइन सबले. आज च्यालेन्जमा चाहिँ म चाहिँ चाहन्छु कि मै विनर बन्न चाहन्छु होइन. त्यति सकेर तर गाइस विनरलाई केही छैन. लुजरलाई चाहिँ एकदम सबै कुरा छ क्या. यहाँ चाहिँ अनि एउटा ट्विस्ट पनि हाल्नु भनेर सोच्दैछु म चाहिँ. सोसियल मिडियामा 1 डे होइन मेकअप गरेर चाहिँ सोसियल मिडियामा 1 डे हाल्ने च्यालेन्ज होइन. दामी हुन्छ ल भाइ. हुन्छ हुन्छ कि हुँदैन भन न. हुन्छ एक्सेप्टेड जो हाल्छ होइन म साँच्ची भनेको कि. तर म हार्यो भने चाहिँ आई डोन्ट वान्ट टु डु द्याट. गाइस हाम्रो चाहिँ यहाँ रेडी भइसकेको छ अब रामेन है तिनजनाको. अनि म यहाँ बिचमा बस्छु अनि तपाईँलाई म यहाँ क्यामेराबाट चाहिँ सुट गरेर चाहिँ तपाईँहरूलाई म देखाउँछु है. सो हामी चाहिँ म स्टार्ट भन्दै त्यहाँदेखि सबैजनाले खान्छ रामेन होइन. स्टार्ट भन्दा सबै रेडी? ओके गाइस लेट्स गो. Wow, there's a pot. Second, kiram na sakena. आजको रामेन च्यालेन्जमा चाहिँ म विनर बन्छु. दादा चाहिँ हार्नु भएको छ र अब हामी मेकअप गरिदिनेछौँ. दामी प्रोफेसनल ब्राइडल मेकअप. अघि मैले जे पनि भनेको थिएँ सबै क्यान्सल गाइस.
मेकअप सेट यहाँ छ होइन आज मेकअप सेट यहाँ छ दिदीहरुका मदेखि तल दुईजना आएको छ यो हामी चाहिँ अब यहाँबाट सबैजना मिलेर मेकअप गर्छौँ। म मेकअप गरिदिन्छु मेरो दुईजना दाजुहरूलाई र उनीहरू रस भइदिन्छ होइन अर्केको दुईजना दाजुहरू म त हैन हामीले कम ब्याक ओके ब्याक फाउन्डेसन ब्लेन्डर छैन लाली हो के हुँदैन लाली त लगाउनुपर्छ Oh, senhorinho. लाउनुपर्छ त रात्रि न मेकअप गरेको देख्दैन फेरि गर्दा फेरि गर्दा के के छ हामीलाई ए यता लाग्यो यस्तो हुन्छ केटाहरू चाहिँ फर्स्ट टाइम लाउने केटा आँखा जिउमा चाहिँ नखोल न सुक्नु दिनुपर्छ भयो अब खोल्दा हुन्छ आँखा खोल्दा हुन्छ हुन्छ जुलुम जुलुम कति राम्रो देख्नु नि के रमेश र भयो ल है भयो है र हाम्रो यहाँ मेकअप कम्प्लिट भइसकेको छ होइन हाम्रो मेकअप यता हेर्न किरण हामी दा यता हेरिदिनु न अन्त मेकअप कम्प्लिट होइन पुट्टी काल्छु टिका अम्मो टिका पनि यता हेर्नु नि यता अब रिएक्सन भिडियो बनाउनु पर्ला जस्तो आमालाई यहाँ लाग्छ है ए मेकअप कम्प्लिट होइन हाम्रो कम्प्लिट हो नि रिएक्सन भिडियो पनि हाम्रो कम्प्लिट होइन अब होस् कम्प्लिट है दी अब चाहिँ हामी रिएक्सन भिडियो पनि बनाउँदैछौँ बस्नु न किरण दाले हेर्नु न खोलिदिनु
किरण हेर अब यता भिडियो पो बनाउँदै कस्तो लाग्यो भन्नु कस्तो लाग्यो मेकअप गरेर तपाईँको छोरालाई कस्तो लाग्यो भन्नु कस्तो लाग्यो छोरा राम्रो लाग्यो छोरी जस्तो लागेन सो गाइस यहाँ हेर्न सक्नुहुन्छ हाम्रो दाजुले यो पनिसमेन्ट पनि दादाले कम्प्लिट गर्नुभयो हाम्रो दादाको अनुहार हेर्न सक्नुहुन्छ है कस्तो भएको छ भनेर र अब अझै एउटा नेक्स्ट छ त्यो चाहिँ के भन्दाखेरि चाहिँ अब यो जुन अहिले मेकअप गरेर चाहिँ त्यो फोटो गरेर खिचेर चाहिँ सोसियल मिडियामा अपलोड गर्नुपर्ने छ हामी त्यो पनि तपाईँहरूलाई देखाउने छौँ है र अब चाहिँ हामी फोटो खिच्ने छौँ ल ओके अब म सोसियल मिडियामा पोस्ट गर्छु त्यो फोटो चाहिँ सोसियल मिडिया भन्दा नि कता गयो वाट्सएप पनि सोसियल मिडिया हो नि यसमा पोस्ट गर्छु स्ट्याटस है यो फोटो चाहिँ दिस वाज आवर च्यालेन्ज यो है ओके डन ल अब कोले देख्नु हाउडै हुन्छ नि हाम्रो मैले चाहिँ मेकअप सबै धोएर चाहिँ सेकेन्ड चाहिँ मुख धोएर आएको छु अनि तपाईँहरूलाई इफ तपाईँहरूलाई मन पऱ्यो भने चाहिँ होइन प्लिज डोन्ट फर्गेट टु लाइक सेयर एन्ड सब्सक्राइब ओके बाई अल अफ यु थ्याङ्क यू सो बाई गाइस तपाईँहरूलाई मजा आयो होला थ्याङ्क यू सो मच भेट्दै गरौँ अब नेक्स्ट टाइम फेरि हामी अर्को भिडियो लिएर आउँदैछु होइन यसको बाद किप वाचिङ आवर भिडियो होइन ल ओके बाई बाई बाई